सोचौं त, एउटा सुनसान राजमार्गमा गाडी दुर्घटनामा पर्यो, देख्ने कोही छैन, मद्दत माग्न सक्ने अवस्था पनि छैन। तर के गाडी आफैले मद्दतको लागि कल गर्न सक्यो भने? हो, आज हामी यस्तै एउटा प्रविधिको बारेमा कुरा गर्दैछौँ जसले यो कुरालाई सम्भव बनाएको छ। तर प्रश्न उठ्छ, यस्तो प्रविधिको आवश्यकता किन यति धेरै छ त? यसको पछाडि लुकेको डरलाग्दो वास्तविकता बुझ्न एकदमै जरुरी छ। यो आँकडालाई हेरौँ, 2883। यो कुनै सामान्य सङ्ख्या होइन। यो त नेपालमा मात्र एक वर्षमा सडक दुर्घटनामा ज्यान गुमाउने मानिसहरूको सङ्ख्या हो। र समस्या दुर्घटना हुनु मात्रै होइन। खास समस्या त दुर्घटना र मद्दत आइपुग्नु बीचको त्यो लामो मौन समय हो। नेपालको कठिन भूगोलमा त कहिलेकाहीँ वास्तविक किलर दुर्घटनापछिको यही मौनता बनिदिन्छ। दुर्घटनापछि हरेक मिनट, हरेक सेकेन्ड महत्त्वपूर्ण हुन्छ। बित्दै गरेको प्रत्येक पलले जीवन र मृत्यु बीचको खाडललाई फराकिलो बनाउँदै लैजान्छ। यहाँ समय नै सबैभन्दा ठूलो दुश्मन हो। तर के होला यदि हामीले त्यो खतरनाक मौनतालाई तोड्न सक्यौं भने? हो, यही नै आउँछ एक स्वचालित जीवनरेखाको अवधारणा। हुन त यो प्रणालीको नाम अलि प्राविधिक सुनिन्छ, तर यसको काम एकदमै सरल र शक्तिशाली छ। जब गाडीमा भएका मानिसले मद्दत माग्न सक्दैनन्, तब यसले आफै मद्दतको लागि आवाज उठाउँछ। अनि यसको सबैभन्दा गजबको कुरा के हो भने यसलाई इन्टरनेट नै चाहिँदैन। सामान्य मोबाइल नेटवर्क भएको जुनसुकै दुर्गम ठाउँमा पनि यसले काम गर्न सक्छ। यही विशेषताले गर्दा यो नेपाल जस्तो देशको लागि यति धेरै सान्दर्भिक बनेको छ। त्यसो भए यो सानो उपकरणले यो सबै काम कसरी गर्छ त? ला आउनुहोस् यसको भित्री संरचनालाई अलि नजिकबाट हेरौँ। यो चित्रले सबै कुरा प्रष्ट पार्छ। बीचमा एउटा दिमाग छ जसलाई माइक्रो कन्ट्रोलर भनिन्छ, अनि त्यसले प्रणालीका अरू सबै अङ्गहरूलाई निर्देशन दिइरहेको छ। यो प्रक्रिया एकदमै छिटो र स्वचालित छ। पहिला सिस्टमले दुर्घटना महसुस गर्छ, त्यसपछि दिमागले प्रशोधन गरेर यो वास्तविक खतरा हो कि होइन भनेर पक्का गर्छ। तुरन्तै जीपीएसले स्थान पत्ता लगाउँछ र अन्त्यमा जीएसएम मोड्युलले मद्दतको लागि सचेत गराउँछ। यो प्रणालीलाई एउटा सानो उद्धार टोलीको रूपमा सोच्न सकिन्छ। MPU 6050 सेन्सर भयो यसको आँखा र कान जसले खतरा महसुस गर्छ। ESP32 माइक्रो कन्ट्रोलर भयो दिमाग जसले निर्णय लिन्छ। नियो 7M GPS भयो यसको नेभिगेटर जसले बाटो देखाउँछ। र SIM 800L GSM भयो यसको आवाज जसले चिच्याएर मद्दत माग्छ। हो, यही सानो चिप नै प्रणालीको पहिलो रक्षक हो। यसले गाडीको सामान्य चाल र दुर्घटनाको हिंसात्मक चाल बीचको फरक तुरुन्तै छुट्याउन सक्छ। जब सेन्सरले खतराको सङ्केत दिन्छ, सबै जानकारी निर्णयको लागि यो शक्तिशाली तर सस्तो दिमागमा पुग्छ। यसले नै अन्तिम निर्णय गर्छ, अलर्ट पठाउने कि नपठाउने। र एकपटक निर्णय भइसकेपछि यी दुई उपकरणहरूले आफ्नो काम सुरु गर्छन्। जीपीएसले करिब 3 मिटरको सटिकतामा दुर्घटनास्थलको ठेगाना पत्ता लगाउँछ भने जीएसएम मोड्युलले एउटा सानो मोबाइल फोनले जस्तै त्यो ठेगाना एसएमएस मार्फत पठाइदिन्छ। यो डिजाइन कागजमा त निकै चलाक देखिन्छ, तर सबैभन्दा महत्त्वपूर्ण प्रश्न, के यसले साँच्चै काम गर्छ त? सिद्धान्तले व्यवहारमा काम गर्यो कि गरेन? अब परीक्षणको नतिजा हेरौँ न त। अनुसन्धानकर्ताहरूले एउटा नक्कली दुर्घटनाको अवस्था सृजना गरेर यसलाई जाँचेका थिए। यहाँ हेर्नुहोस् सिस्टमको लग फाइलले के देखायो। जब गाडीमा हाई डिस्टर्बेन्स अर्थात् ठूलो झट्का महसुस भयो, सिस्टमले तुरुन्तै त्यसलाई रेकर्ड गर्यो। र सबैभन्दा महत्त्वपूर्ण कुरा, हरेक रेकर्डसँगै सटिक अक्षांश र देशान्तर पनि कैद भएको छ। र त्यो सबै डाटाको अन्तिम परिणाम हो यो एउटा साधारण तर जीवन बचाउने एसएमएस जसमा दुर्घटनास्थलको नक्सा लिङ्क सहितको सटिक जानकारी आपतकालीन सेवामा पठाइयो। यसले प्रमाणित गर्यो प्रणालीले साँच्चै काम गर्छ। त्यसो भए के यो एउटा सफल परीक्षण मात्र हो त? होइन, यो त्योभन्दा धेरै हो। यसले हाम्रो सडक सुरक्षाको भविष्यबारे केही महत्त्वपूर्ण कुराहरू बताउँछ। यसको प्रभाव साँच्चै दूरगामी छ। कम लागतको मतलब यो धेरैको पहुँचमा हुन सक्छ। इन्टरनेट नचाहिने हुनाले नेपालको जुनसुकै कुनामा पनि काम गर्छ र यसले दुर्घटना पछिको अनुसन्धानको लागि महत्त्वपूर्ण डाटा पनि सुरक्षित राख्छ। यो साँच्चै एउटा लोकतान्त्रिक र प्रभावकारी समाधान हो। अन्त्यमा यो प्रविधिले एउटा ठूलो प्रश्न खडा गर्छ। हाम्रो वरिपरि यस्ता कति जीवनदायी समाधानहरू होलान् जुन कुनै महँगो र जटिल प्रविधिको पर्खाइमा छैनन्?
बरु हामीसँग भएकै कुराहरूलाई चलाखीपूर्वक जोडेर बनाउन सकिन्छ? सायद भविष्यका ठूला आविष्कारहरू यस्तै साधारण सोचबाट जन्मनेछन्।